सो गाइस आज मैले एसएनएमको यहाँनिर मगाएको थिएँ मैले अनलाइनबाट मिन्त्रा अनि हेर्नुहोस् आज मेरो गिफ्ट आएको छ सामान तपाईँहरूलाई हो यसै त फर्स्टमा चाहिँ के हो यो वाउ प्यान्ट हेर्नुहोस् न टप प्यान्ट हो अहिलेबाट नेक्स्ट भिडियो तपाईँहरूलाई लगाएर देखाउने छु हो अब नेक्स्टमा छ के रहेछ एचएनएमको चाहिँ के हुन्छ भन्दा प्याकिङहरू ओभर दामी हुन्छ यसरी क्या मजाले स्ट्यान्डर्ड है एउटा क्वालिटी अनुसार उनीहरूको ब्रान्ड अनुसार चाहिँ उनीहरूले बेचेर पठाएको हुन्छ हो ब्याग त अलिक मैले भनेको भन्दा चाहिँ बिग साइजमा आएछ केही छैन सामानहरू हाल्नु हो हेर्नुहोस् त एचएनएमको ब्याग उचाल्दाखेरि सो लाइटली है एकदम लाइट छ यसमा केहरू लन्चदेखि लिएर अमी है अम्ब्रेलाहरू लाएर बोकेर ड्युटी जानु सक्छ हेर्नुहोस् अब म तपाईँहरूलाई फेरि देखाउने छु नेक्स्ट एक्साइटेड हुनुहोस् ल यो चाहिँ के रहेछ है मलाई पनि याद छैन के मैले उयो गरेको थिएँ हो मगाएको थिएँ अनि हेर्नु नि त मलाई एकदम ल यो दामी रहेछ मेरो नाइस यो चाहिँ म चाहिँ अलिक सर्ट हाइट भएको कारणले गर्दाखेरि चाहिँ यो ल्यान्ड म चाहिँ घटाउनु पर्ने रहेछ यसमा आई थिङ्क तर भए पनि केही छैन ओभर सफ्टनेस यसको कपडा पुरा सफ्ट छ हो ब्ल्याक कलरको अनि यसको यो माथिको मेरो इच्छा नि यस्तो माथि लगाउने हेर्नुहोस् दामी छ एचएनएमको अनि लास्ट वान चाहिँ के रहेछ मेरो यो चाहिँ रहेछ मेरो जिन्स प्यान्ट हो मैले अस्ति एउटा सिटी सेन्टरमा पनि गएर धेरै मैले हेरेँ सिलगढीमा तर मैले भनेको जस्तो मलाई के थिएन मन परेको जस्तो मैले पाइनँ पाउनु सकिनँ टक्कै हेरेको अनलाइन एचएनएममा हो मैले हेरेको खालको डिजाइनको चाहिँ रहेछ म चाहिँ खालि यस्तो खालको मात्रै लाउँछु मलाई बेसी यस्तै मनपर्छ यो ब्यागी टाइपमा हो टक्कै लगाउँदाखेरि